नमस्ते, गुड मर्निङ यहाँहरु सबैलाई। आज सन्डे बिहानको 5:15 भएको छ होला सायद। उठ्नु भयो कि सुत्दै हुनुहुन्छ? हामी चाहिँ यता मेगलम्बुरको बुकिट केलाइडाङ भन्ने तिर हाइकिङको लागि जाँदैछौँ। अगाडि राजबुरो हुनुहुन्छ। अँध्यारै छ। बाटो पनि खुल्ला खुल्ला छ। जाडो जाडो पनि छ, बिहान हो हैन। अब यहाँदेखि त्यस्तै 5-7 मिनेट लाग्छ। बाइक पार्किङ गरेपछि लगभग 1 घण्टा हामी उकालो चढ्छौँ। त्यसो त हामी प्राय सन्डे आइरहन्छौँ नै। यदि तपाईहरु पनि इपुको सेरोफेरोमा हुनुहुन्छ भने आउनुहोस् न, सँगै चढौँला। बुकिट केलाइडाङको उकालो जंगलको यात्रा रमाइलो हुन्छ। अब हामी यता बाइक पार्किङको नजिक आइसकेका छौँ। अँध्यारो छ। ल, आज बाइक यहीँ पार्क हुन्छ। चाहिने सामान निकाल्नु पर्यो। लाइट त छँदैछ। ब्याकस्याक अँध्यारो छ। खै भिडियो कस्तो आउँछ हेरेर प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है। बाटो त यहाँ त बन्द हो त। के हो? ढलेको हो। यताबाट छ कि अर्को बाटो? छैन। हैन? यो बाटो मान्छे ननिस्किनु रहेछ। कहाँबाट आयो त यत्रो रुख यार? ल, आउँदा आउँदै रुख बन्द, बाटो बन्द भएछ यहाँनिर है। यताबाट बाटो छ कि अर्को बाटो छ? ल, जङ्गलमा विपदमा परेला जस्तो छ। यति ठुलो बाटो यता छ रहेछ। अब सँगै ढलेको रहेछ यहाँ रुख है। अनि बाटो विस्तार पनि गरिसकेछ रुखसुख काटेर। यदि टप पोइन्टमै जाउँ भन्ने हो भने त अझै भ्यू पोइन्टबाट पनि अझै 1 घण्टा हिँड्नुपर्छ माथिलाई। टोटली हाम्रो बाइक पार्कबाट माथि आरटीमै जाउँ भन्ने हो भने लगभग 1.5-2 घण्टाको यात्रा चाहिँ गर्नुपर्छ। तर आज हामी भ्यू पोइन्ट मात्रै पुगेर फर्किने हो। जङ्गलको बाटो छ, तर यता त खासै मलाई डर लाग्दैन। जुन जङ्गलको पथ छ, अर्को जङ्गलको बाटो 3-4 वटा ट्र्याकहरू छन्।
त्यो बाटो हिँड्दाखेरि चाहिँ अगाडि भन्दा म पछाडि धेरै हेरेर हिँड्छु क्या साँच्चै हो ब्रो ठ्याक्कै 6:12 गयो हाम्रो यात्रा निरन्तरै छ हैन यहाँनिर हाम्रो डेस्टिनेसन अब धेरै नजिकै छ यस्तो घोडा ठोकेर चाहिँ जङ्गलको बाटो हामी फाइनल्ली यो भ्यू टावरमा के अरे सरी टावर भन्न लाग्यो भ्यू पोइन्टमा आयो छ बजेर ठ्याक्कै 16 मिनट भयो नि त यहाँ आएर यस्तो हो भनिहालेँ यहाँदेखि आरटिएम जान अझै पनि लगभग 1 आवरकै पैदल यात्रामा जान पर्छ हामीलाई 1 घन्टा लाग्छ माथि जानलाई तर हाम्रो डेस्टिनेसन आज यही भ्यू पोइन्टसम्म मात्रै हो ठ्याक्कै कति 40 मिनटमा आयो हैन ल यहाँबाट हेर्दाखेरि तल फर्केर हेर्दाखेरि यहाँको भ्यू यस्तो छ है अहिले हामी फर्किने क्रममा यहाँ तल झरिसकेका छौं अझै अँध्यारै छ हुन त अब बिस्तारै बिस्तारै उज्यालो हुने अवस्थामा छ मान्छेहरू फाटोफुट्टो आउन लागिसकेका छन् अब एकछिनपछि यहाँ पार्किङ गर्नको लागि पनि ठाउँ नपुग्ने अवस्था हुन्छ आज सन्डे पनि हो फेरि सन्डेमा अलि धेरै घुइँचो हुन्छ यहाँ अब हाम्रो मोटरहरू यतै पार्किङमा छ यस्तो सिट झरेन है हेर्नु त हो अघि कुहिरो लाग्थ्यो नि त अघि यहाँ बिहान ढकमक्कै कुहिरो लागेको थियो नि त त्यही भएर पुरा शीत परेछ अहिले त यहाँ अब हामी यहाँबाट जान लागेको पर पुगेपछि नास्ता खान्छौँ होला बरु नास्ता खाने हो भने त त्यहाँ पर आज अस्तिको ठाउँमा ओके यहाँ फेरि ठ्याक्कै रेड ट्राफिक लाइटमा परे यहाँ यो सानो बजार छ मान्छेको चहल पहल भइसक्यो अब उज्यालो भइसक्यो नि त यहाँ अस्ति हामी नास्ता खाएका थियौं नास्ता एकदम टेस्टी थियो कि अस्ति त्यो भएर आज पनि यतै खाउँ भनेर चाहिँ यहाँ आएको हेरौं पसल खुल्ला छ कि छैन गनी
यहाँ पेट्रोल हालौँ। पेट्रोल पनि छैन। पेट्रोल यहाँ दुईवटा छ नि पेट्रोल, एउटा हरियो एउटा पहेँलो। पहेँलो चाहिँ सस्तो छ, यो हरियो चाहिँ अलि महँगो छ, 3 रुपियाँ 43 पैसा 1 लिटरलाई। यो पहेँलो फेरि 2 रुपियाँ कति पैसा छ। Bang, warna hijau ya, Bang. मेरो यो ट्याङ्कीमा 4.5 लिटर 4.5 लिटर जान्छ मात्रै हैन। अनि 40 to 45 किलोमिटर पर लिटर को रेन्जमा जान्छ यो बाइकमा हैन। यो 150 सीसी को इन्जिन हो। यो 8 रुपैयाँको 2.34 लिटर आयो। ल नास्ता खायो, तेल भर्यो, अब चाहिँ सिधै कोठामा नुहाउने अनि ड्युटी छ आज फेरि। मर्निङ वाकको लागि यता प्रशस्तै ठाउँ छ। हामी प्राय सन्डेको लागि मात्रै हामी बुकित केलाडाङ जाने गर्छौं, त्यो उकालो चढ्नको लागि हैन। अलिकति नेचर लभर भएर पनि होला, अलि जंगलमा हिँड्नलाई मन पर्छ, त्यही भएर हामी सन्डेमा त्यता जाने गर्छौं। र आजको यात्रा पनि पूर्ण रूपमा सफल भयो। बिहान हामी 4:30 बजेतिर उठेर तयारी गरेर गएका थियौं। अब अहिले चाहिँ 8 बज्नै लागेको छ र अहिले हामी यतातिर फर्किसकेका छौं। र यो सबै इन्डस्ट्रियल एरिया छ यतातिर, 10-15 वटा कम्पनी यही सानो ठाउँमा पनि छ है। यतातिर दायाँतिर वानली छ र यता देब्रेतिर सेल्युटिका र हामी गर्ने कम्पनी अलि अगाडि छ। ल त आजको भिडियो अब अन्त्यमा छ। यहाँसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण सबैलाई धन्यवाद र फेरि अर्को भिडियोमा भेटौँला। गुड बाई। यहाँहरुको दिन शुभ रहोस्। नमस्ते।